तो अच्छे से जाना भाई। ठीक है फिर मिलेंगे हम इंशाल्लाह। ठीक है आयात बाकी तो मुलाकात बाकी। ठीक है। रसु गाइस आजदेखि चाहिँ हाम्रो लोडा ग्याङ पनि 3-4 दिनको लागि चाहिँ छुट्टिन्छौँ। त्यसपछि हाम्रो 10 लाख प्रोजेक्ट नयाँ छ, नयाँ काम गर्छौँ होला। त्यति दिनको लागि चाहिँ लोडा ग्याङबाट चाहिँ अनि सबैजनालाई माया छ। लोडा ग्याङबाट मबाट हाम्रो काम गर्ने केटाहरू बिहारी साथीहरू चाहिँ अब 4-5 जना चाहिँ हैन घर जाँदैछ अब। केटाहरू चाहिँ बिहारी साथीहरू चाहिँ अब यत्रो महिना काम सँगै गरियो, अब जाँदैछ यिनीहरू चाहिँ। लो अच्छे से जाना भाई। ठीक है फिर मिलेंगे हम इंशाल्लाह। ठीक है आयात बाकी तो मुलाकात बाकी। ठीक है फिर आएंगे भैया फिर आएगा। गद्दारी कर ली तू ना पे चलते हैं जाइए अच्छे से ठीक ठीक है। केटाहरू गयो केटा ल मजाले जाऊ है। लौडा ग्याङ र हाम्रो इन्डियन साथीहरू पनि घर चल्दियो नि हैन। गयो केटाहरू लास्टै याद आउने छ केटाहरूसँग दुःखको बेला काम गरेको केटाहरू चाहिँ। यति भन्दै हैन अब लगभग हाम्रो नि काम अब एउटा 10 लाख काम होला। त्यो काम सकेपछि हाम्रो नि महिनाको यात्रा सफर खतम हुन्छ होला काम गर्ने। आज चाहिँ अलिक सेन्टी खुसी पनि भएको छु। अब केटाहरू पनि आफ्नो काम गन्तव्यमा लाग्नुपर्छ नि त हैन। सधैँभरि यस्तै काम गरेर मात्रै हुँदैन। अब उनीहरूले पनि नयाँ काम खोजेर गर्छ, नभए अरू नयाँ ठाउँमा अरू केटाहरूसँग हामी पनि अब अरू काम गर्छौँ। यही हो भन्दै अब केटाहरू जाँदा चाहिँ अलिक नराम्रो लागिरहेको छ। तर हाम्रो 10 लाख प्रोजेक्ट छ जुन सिँचाइको लागि कुलोको निर्माण गर्ने, यो भिडियोमा भेट्नेछु भन्दै म चाहिँ बिदा लिन्छु। सो टाटा बाई बाई अनि टेक केयर।